नमस्कार। आज हामी एसडिओ अफिसमा भेला भएको छ सबैजना। कारण यो हो कि हाम्रो बाग्राकोट ग्राम पञ्चायत क्षेत्रमा आधार सेन्टर नभएको हुनाले मानिसहरुमा धेरै दिक्कतहरुको सामना गर्नुपर्दैछ। त्यसको लागि चाहिँ हामी आधार सेन्टर बनिनुपर्छ बाग्राकोटमा भनेर त्यसको लागि आएको थियौं। नेक्स्ट हामीले फुलपाती शोभायात्रा विराट फुलपाती शोभायात्रा गर्यौं, जसमा हामीले डेपुटेसन दिएको थियौं सीएम सम्म। त्यसको हामीलाई फाइनान्शियलहरुको लागि पनि अहिलेसम्म कुनै एप्रुभ गरेको छैन र छुट्टीको लागि एप्रुभ गरेको छैन भनेर त्यसको लागि पनि आएको थियौं। र हामी सबै भेगको मान्छेहरु छौं र हामी आधार सेन्टर त्यही एरियामा होस् भनेर निवेदन गर्नु आएको थियौं। डेपुटेसन दिइदिनु। नमस्कार सबैलाई। आज हामी आगोस्टको दिन मालबजार सब डिभिजन साहबलाई भेट्न आएको थियौं र भेटेर चाहिँ हामी फर्किँदैछ र के कारणले गर्दा हामी आएको भन्दाखेरि चाहिँ सबबाट अगाडि आधार सेन्टर चाहिँ हाम्रो बाग्राकोट एरियामा नभएकोले गर्दाखेरि हामी त्यसको माग राख्नुको लागि पनि आएको थियौं। किन भन्दाखेरि जो बगानमा श्रमिकहरू छ उनीहरूले बाहिर गएर चाहिँ आफ्नो कागजपत्रहरू ठिकसँगले बनाउन नसक्दा उनीहरू सक्षम नहुँदाखेरि चाहिँ घर आँगनमा एउटा आधार सेन्टर बाग्राकोटमा भइदियो भने उनीहरूलाई पनि बहुत राम्रो कुरा हुनेवाला छ। र त्यसको लागि र अर्को चाहिँ के थियो भन्दाखेरि शोभायात्रा फुलपाती शोभायात्राको जुन चाहिँ छ हाम्रो एउटा माग थियो सरकारसँग कि त्यो दिनलाई एउटा अफिसियली छुट्टी डिक्लेयर गरिदिनु भनेर र आर्थिक सहयोग जुन चाहिँ हाम्रो शोभायात्राको लागि आर्थिक सहयोगको पनि हाम्रो एउटा माग थियो हो। त्यसमा हामीले विगत चिफ मिनिस्टर म्याडमलाई पनि चिठी गरेको थियौँ, डिएम म्याडमलाई पनि चिठी गरेको थियौँ। त्यसको फलोअपको लागि आएको थियौँ के भन्यो त्यो हाम्रो भनेर कहाँसम्म पुग्यो चिठी हाम्रो भनेर बुझ्नको लागि आज हामी सब डिएम साहबलाई भेट्न आएको छौँ। नमस्कार। नमस्कार, म सगन मोक्तान बाग्राकोट निवासी। यहाँ हाम्रो विभिन्न चेलबस्ती, ओद्लाबाडी, डोम्सीगढा, गुपुपाडा, अन्तखेरि कालागैती सबै हाम्रो यहाँ भाइ अनुभाइ पञ्चायत मेम्बर हामी यहाँ किन आएको थियौँ भने आगोस्टको तर्फबाट हामी लगाइरहेको थियौँ बाग्राकोटको जनतालाई, पत्ताजोडाको जनतालाई, मानाबारी, तोरीबारी, ओद्लाबाडीको जनतालाई पनि भाषिगत आधार कार्ड सेन्टरमा अपडेसन गराउँदा करेक्सन गराउँदाखेरि भाषिगत प्रब्लमहरू भइरहेको थियो, बनाउने समस्याहरू भइरहेको थियो। बारम्बार जानु, एपोइन्टमेन्ट लिनु, कुनै के गर्नु गर्दाखेरि चाहिँ कोही बेला हाम्रो मान्छे त्यहाँ नभएकोले गर्दाखेरि चाहिँ गोर्खा र आदिवासी नभएको कारणले गर्दा चाहिँ हामीलाई विभिन्न प्रकारको समस्याहरू भइरहेको थियो। त्यही कारणले चाहिँ हामीले चाहिँ आधार कार्ड बाग्राकोटमा हुनुपर्छ भने ओद्लाबाडीले पनि सपोर्ट गरेर आधार कार्ड बाग्राकोटमा हुनुपर्छ, चाहे मिनामोडमा होस् त भित्रमा होस् भनेर चाहिँ आधार कार्ड अपडेसन र आधार कार्ड नयाँ बनाउने सेन्टर चाहिँ बाग्राकोटमा हुनुपर्छ भनेर चाहिँ आज एसडिओलाई हामीले मेमोरेन्डम दिएको छौँ। र अर्को 16 तारिक सेप्टेम्बरको दिन हामीले मालबजार भिडियोलाई हामीले फुलपाती शोभायात्रामा सरकारी बिदा छुट्टी दिनुपर्छ, जसै अरू जातिको समुदायको छुट्टी दिन्छ र उनीहरूलाई आर्थिक सहयोग गर्छ, त्यसको लागि छुट्टी दिनुपर्छ र आर्थिक सहयोग गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ चिफ मिनिस्टर मुख्यमन्त्रीलाई माननीय मुख्यमन्त्री ममता ब्यानर्जीलाई 16 तारिक मालबजार भिडियोको थ्रु चाहिँ हामीले डेपुटेसन दिएको थियौँ। र त्यो डेपुटेसनको भिडियोले मेमोरेन्डम चाहिँ एसडिओलाई पठाउनु भएको छ। अन्त एसडिओलाई चाहिँ आज हामीले सोधेको के भयो भन्दाखेरि एसडिओले चाहिँ 28 तारिक सेप्टेम्बरको दिन फेरि डिएम म्याडमलाई पठाएको छ। अब डिएम म्याडमलाई हामी फलोअप गर्छौँ कि तिमीले के गर्यौ, कहाँ पुऱ्यायो र कहिले हुन्छ कि हाम्रो न्याय चाहिँ हुँदैन, हाम्रो सुनवाई हुँदैन भनेर चाहिँ हामी निरन्तर आगोस्टको तर्फबाट बाग्राकोट ओद्लाबाडीको समाजको तर्फबाट सबैबाट हामी फलोअप गरिरहेका छौँ। हाम्रो समस्या समाधानको लागि हामी लडिरहेका छौँ। जय गोर्खा।